अवश्य पनि मेरो लागि पनि कठिन समय थियो। देशको स्थिति पनि सरल थिएन। म सम्झन्छु खाना खान नपाएर मान्छेहरूको बिचल्ली देखियो, विद्यार्थीले पढ्न नपाएर हामीले बिचल्ली देख्यौँ, स्वास्थ्य अवस्थाको बिचल्ली देख्यौँ। दिनौँ हिँडेर काठमाडौँबाट, सहरबाट, नेपाल बाहिरबाट हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूको बिचल्ली देख्यौँ। धेरै नै गाह्रो समय थियो। त्यो गाह्रो समय सम्झिँदाखेरि अहिले पनि मन मेरो काँप्छ। तर जब म टिच फर नेपाल सम्झन्छु त्यतिखेर फेरि मैले आश पाउँछु यहाँनिर। त्यो आश, त्यो परिवारको आश। मलाई रुन मन लाग्थ्यो। विगत 1 वर्षको समयमा कयौँ पटक मैले काँध पाउँथेँ यहाँनिर। म निराश थिएँ तर मैले साथ पाउँथेँ यहाँनिर। मैले विश्वास पाउँथेँ यहाँनिर, किनभने म यहाँ एक्लै थिइनँ। यहाँ मेरो परिवार थियो, टिच फर नेपालको परिवार थियो। र यो परिवार सानो भएन, सङ्कुचित भएन, परिवार झन् विस्तार हुँदै गयो। हामीलाई कोभिडले रोक्न सकेन, हामीलाई भूकम्पले पनि रोक्न सकेको थिएन, हामीलाई मधेस आन्दोलनले पनि रोक्न सकेको थिएन, हामीलाई नाकाबन्दीले पनि रोक्न सकेको थिएन, र हाम्रो यात्रालाई कसैले पनि रोक्न सक्दैन भन्ने विश्वास मैले पाएँ। र यो विश्वास तपाईँहरूको साथ, तपाईँहरूको उपस्थितिले झनै दृढ बनाएको छ। आज यो वर्ष टिच फर नेपाल 2021 हाम्रो 9औं ब्याच हाम्रो परिवारसँग जोडिन आइराख्नु भएको छ। फर्केर हेर्दाखेरि जति नै तनाव भए पनि, जति नै डर भए पनि, जति पनि त्रास भए पनि यो देश बन्छ, यो देश हामीले बनाउँछौँ, यो देश यो युवाले बनाउँछ भन्ने विश्वास चाहिँ आजको यो भेलाले दिन्छ। आजका यी युवाहरूले दिन्छन् र यो युवाहरूलाई साथ दिने उहाँहरूको परिवारलाई दिन्छ। र यो अभियानलाई यो वर्षसम्म लाने हाम्रो सपोर्टर्सहरू, हाम्रो टिच फर नेपालका बोर्ड मेम्बरहरू, हाम्रो अभियन्ताहरू, 2 वर्ष फेलोसिप कम्प्लिट गरेका हाम्रो अलमनाईहरू, उहाँहरूले सृजना गरेका ऊर्जावान हाम्रा बच्चाहरू, यो सबैजना सँगै आएर हामीले यसरी काम गरेको देख्दाखेरि, हामीले यो विश्वास गरेको देख्दाखेरि साँच्चै नै म उत्साहित छु। र त्यसैले मैले भने आज जायज छ उत्साहित हुनु। म तपाईँहरू सबैलाई आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छु र स्वागत सँगसँगै एउटा अनौठो मौका पनि सृजना गर्न चाहन्छु। त्यो मौका भनेको तपाईँको टेबलमा वरिपरि हेर्नुहोस्, मैले अघि नाम लिएका हाम्रा विद्यार्थीहरू, हाम्रो अभियन्ताहरू, हाम्रो स्टाफ मेम्बरहरू, हाम्रा बोर्ड मेम्बरहरू, हाम्रा सपोर्टर्सहरू, हाम्रो यो अभियानमा जोड्न आएका हाम्रा नयाँ साथीहरू र उहाँका परिवारहरू टेबलमा हुनुहुन्छ। त्यसैले गर्दाखेरि अबको 5 मिनट तपाईँहरूले परिचय गर्नुहोला एकअर्कासँग, र त्यसपछि फेरि पनि हामी यो कार्यक्रमलाई अगाडि बढाउँछौँ। सो 5 मिनटको सदुपयोग गरौँ आजको यस कार्यक्रममा। मेरो परिवारको म पहिलो व्यक्ति हो ब्याचलर कम्प्लिट गरेको। जब मेरो बुवाले, मेरो आमाले दुःख गरेर मलाई पढाउनको लागि गाउँको जीवन छोडेर सहर पलायन हुनुभयो र बेला बेलामा म गाउँ जान्थेँ। बेला बेलामा छुट्टीको बेलामा, बिदाको बेलामा मलाई गाउँ लानुहुन्थ्यो। मलाई आज पनि याद छ, एक दिन गाउँ जाँदाखेरि छिमेकमा काकाले काकीलाई पिट्नु भएको रहेछ अनि काकीको रुवाई सुनिरहेको थिएँ मैले। गाउँ जाँदाखेरि बोक्सी भनेर बोलाउने कुराहरू सुन्थेँ मैले। दाइजो दिनु त सामान्य कुरा रहेछ नि, छोरी मान्छेलाई त दाइजो, छोरी मान्छे भएर जन्मेपछि त दाइजो त दिनै पर्यो नि भन्ने कुराहरू सुन्थेँ मैले। एक दिन म विराटनगरमा पढेको, विराटनगरमै घर छ, त्यहाँनिर एक दिन चाहिँ एकजनाले चोरी गर्नुभएछ, उहाँलाई समातिएछ, छिमेकले उहाँलाई एकदमै धेरै पिट्नु भएछ। जाँड खाने, रक्सी खाने, ड्रग्स खाने यस्ता कुराहरू सुनिन्थ्यो। जतातता तनाव देखिन्थ्यो। बुवालाई सोध्थेँ, म सानै थिएँ, कौतूहलता एकदमै धेरै हुन्थ्यो, बुवा किन यस्तो छ समाज भनेर।
किन कोही छोरी मान्छे हुँदैमा पिटाइ खानुपर्ने र त्यसलाई सामान्य मान्नुपर्ने? मलाई मन्दिर लानुहुन्थ्यो, त्यहाँनिर चाहिँ गरिबीले गर्दाखेरि मान्छे भिख मागेर बसिराख्नु भएको छ। किन यस्तो गरिबी होला बुवा? बुवालाई खै के हुन्थ्यो, उहाँले के सोच्नुहुन्थ्यो, आमाले के सोच्नु, मलाई थाहा छैन त्यतिखेर। उहाँले के भन्नुहुन्थ्यो भने, बाबु तिमीले चाहिँ राम्रो काम गर्नुपर्छ है, तिमी चाहिँ राम्रो मान्छे बन्नुपर्छ। समाजमा राम्रा र नराम्रा दुवै प्रकारका मान्छे हुन्छन्। चित्त कहिले बुझेन मेरो। किताबमा त हामीलाई त अर्कै कुरा पढाउँछ, समाज किन यस्तो भएको होला भनेर। अघि रामले भन्दै थियो नि त, 10 जना बच्चामा 1 जना बच्चाले मात्रै स्कुल लेभल एजुकेसन कम्प्लिट गर्दो रहेछ। समस्या त कक्षा कोठामा पो रहेछ त। जुन देशमा 90% बच्चाले स्कुल लेभलको शिक्षा पाउँदैन, त्यहाँ मैले के देख्न सक्छु र? रोडमा त्यहाँ मैले के देख्न सक्छु र? मन्दिरमा त्यहाँ मैले के देख्न सक्छु? छिमेकमा त्यहाँ मैले के देख्न सक्छु? मेरो घरमा। र म कसरी राम्रो मान्छे बन्ने? कि कसरी म सबै कुरालाई नर्मलाइज गर्ने? जहिले पनि यो कन्फ्युजन जहिले पनि जीवनमा भइरहेको, र यो कन्फ्युजन मेरो मात्रै होइन। चिया पसलमा गएर गफ गर्दाखेरि पनि यस्तो कन्फ्युजन सुनिन्छ नि, होइन? फेसबुकमा यो कन्फ्युजन कति धेरै देखिन्छ, अरू सोसियल मिडियामा कति धेरै कन्फ्युजन देखिन्छ, सडकमा देखिन्छ यो कन्फ्युजन, सडकमा देखिन्छ यो कन्फ्युजन। समाज किन यस्तो छ, दोषी को हो भनेर। मलाई गर्व कहाँ लाग्छ भने जब सुरजले यहाँ आएर बोल्छ, मैले मेरो जिम्मेवारी बुझेको छु। जिग्मे सर, सृष्टि म्याम, जिग्मे दाई, सृष्टि दिदी, समीक्षा दिदीले गर्दाखेरि जब यहाँ दृश्य आएर बोल्छ, मैले त मेरो माटो बुझ्नु पर्यो नि। जब उज्जवलले भन्छ, हो म टपर थिएँ, म इन्जिनियर हो, तर मेरो लागि त यो सम्पूर्ण मेरो ल्याब, मेरो देश हो, यहाँ मैले इनोभेसन गर्नुपर्छ। जब पदमले भन्छ, म त्यो गोल्ड मेडलिस्टको लागि के गौरवान्वित हुनु, मलाई त समाज परिवर्तन गर्नु छ, त्यसपछि बल्ल म गर्व महसुस गर्छु। जब प्रीतिले भन्छ, मेरो भाइ त बच्चा नै थियो, राम्रो काम गर्नु नै थियो। र त्यतिखेर त्यति मात्रै होइन, जब म 250 जना हाम्रो प्रज्ञार्थीहरू देख्छु जसले 2 वर्षको फेलोसिप कम्प्लिट गरेर एउटा यो देशमा समस्या छ, हाम्रो समाजमा समस्या छ, तर हामी चाहिँ यो समस्यालाई परिवर्तन गर्न सक्छौँ भनेर जब अगाडि बढ्नुहुन्छ, त्यो अलमनाईलाई देखेपछि, र त्यो टिच फर नेपाल जसले चाहिँ राम्रो काम मैले गर्ने होइन, मैले यो राम्रो समाज बनाउने, मैले रूपान्तरण गर्ने हो भन्ने विश्वास राख्छ। जब one day all children in Nepal will attain an excellent education, प्रत्येक नेपाली बच्चाले समान र उत्कृष्ट शिक्षा पाउँछ भनेर अभियान जब थालेको छ, जब म यसको हिस्सा पाउँछु, त्यतिखेर गर्वान्वित फिल गर्छु। र म आज यही मञ्चबाट हाम्रो टिच फर नेपालका अलमनाईहरू जो चाहिँ यहाँ उपस्थित हुनुहुन्छ, उहाँहरूलाई एकचोटि आफ्नो स्थानबाट उभिदिन भन्छु। तपाईहरू सबैलाई मेरो मनबाट कृतज्ञता छ, त्यो आश देखाउनु भएकोमा हो यो जेनेरेसनले समाज परिवर्तन गर्न सक्छ भनेर। धेरै धेरै धन्यवाद तपाईहरू सबैलाई। अब म लक्ष्मण गेवाली सर जो काठमाडौँ युनिभर्सिटीको एसोसिएट प्रोफेसर हुनुहुन्छ, तर म उहाँलाई हाम्रो प्रशान्त गेवाली विगत वर्षमा 2020 फेलोज प्रज्ञार्थीको बुबाको रूपमा यो स्टेजमा आमन्त्रण गर्न चाहन्छु, र उहाँलाई एज अ प्रोफेसर, एज अ एकाडेमिसियन, र त्योभन्दा बढी पनि एज अ बुवा, तपाईँले प्रशान्तलाई उहाँको डिसिजनमा कसरी प्रेरणा गर्नुभयो, कसरी सहयोग गर्नुभयो, र तपाईँको भनाइ हामी सबैलाई एकचोटि सेयर गर्नुहोला। धन्यवाद। लक्ष्मण सरको परिचय दिँदाखेरि मैले एसिस्टेन्ट प्रोफेसर भनेको थिएँ, तर उहाँले भनेका धेरै कुराहरू चाहिँ मैले सम्झिने चाहिँ अहिले बुवा भएर सम्झिरहेको छु। म मेबी 16-17 दिन भएको छ म पनि बुवा भएको, त्यो भएर पनि होला। कस्तो अचम्मको इमोसन रहेछ बुवा हुनु भन्ने कुरा। मैले 10 क्लास पास गरेपछि बुवाले मलाई त काठमाडौँ जानुपर्छ पढ्न भन्नुभयो। खानामा 2-3वटा तरकारी भए केही मन नपर्ने, दाल पनि एकदमै त्यो जिराले झानेको खाँदै नखाने, भातको पनि आफ्नै कन्डिसन थियो मैले खानुपर्ने। काठमाडौँ कसरी जानु म भन्ने थियो मलाई डर।
आमालाई छोडेर कसरी जानु काठमाडौँ? बुवा कस्तो कठोर, मलाई काठमाडौँ जा भन्नुहुन्छ। मलाई छोड्न आउनुभएको थियो यहाँसम्म, काठमाडौँसम्म। सुन्धारामा बुवा गाडीमा चढ्नुभयो र म रोडमा थिएँ। बुवाको आँखाबाट आँसु देखेँ मैले पहिलोचोटि। कहिले पनि मलाई लागेन कि बुवाले मेरो खुसी चाहनुहुन्छ भनेर, मलाई कहिले पनि लागेन। तर म एकदमै गर्व गर्छु मेरो बुवालाई। गाउँ जाँदाखेरि कोदालो बोक्ने कुरा होस्, चाहे बिजनेस गर्ने कुरा होस्, चाहे मेहनत गर्नुपर्ने कुरा होस्, चाहे हामी सबैलाई मिलाएर लानुपर्ने कुरा होस्, कहिले पनि खुसी भन्दा नि मेरो बुवालाई सम्झिँदाखेरि गर्व मात्रै आउँछ मलाई। मेरो छोरी आई थिङ्क 17 दिनको भएको छ आज, र मेरो छोरी विराटनगर गएको छ। तर म आज यहाँ टिच फर नेपालको कार्यक्रममा छु किनभने मेरो छोरीले के सम्झोस् भने मेरो बुवाले चाहिँ कर्म गर्दो रहेछ, काम गर्दो रहेछ, र मेरो छोरीले मलाई सम्झिँदाखेरि चाहिँ गर्व नै गरोस् जस्तो लाग्छ मलाई। तर फेरि मेरो छोरीलाई मैले सम्झिँदाखेरि चाहिँ उसको खुसी मात्रै मलाई अनुभव हुन्छ, उसले खुसी पाओस् जस्तो लाग्छ। उसले आँच्यौँ गर्दाखेरि चाहिँ मन पोल्छ मेरो। तर मलाई टिच फर नेपालले के सिकायो भन्दाखेरि चाहिँ जब म हाम्रो टिच फर नेपालका फेलोहरूसँग कुरा गर्छु, म सम्झिन्छु, यहाँ सँगै हुनुहुन्छ रुमा, होइन, रुमा र मैले सँगै काम पनि गरेको हो। र उसले मलाई भन्थ्यो, मलाई मेरो बुवा आमालाई खुसी पार्नु छैन दाइ, मलाई मेरो बुवा आमालाई गर्वान्वित पार्नु छ। र लक्ष्मण सरले अहिले जति कुरा भन्नुभयो मलाई लागेको चाहिँ लक्ष्मण सरले पनि आफ्नो छोरालाई चाहिँ गर्व गराउन खोज्नुभयो र उहाँले पनि त्यही चाहनुभयो कि प्रशान्तले चाहिँ लक्ष्मण सरलाई गर्वान्वित गराओस्, खुसी होइन। खुसी चाहिँ सायद म विराटनगरमै बसेर आमाले पकाएकै खाएको भए चाहिँ धेरै खुसी हुन्थ्यो होला, र मेरो आमा पनि, मेरो बुवा पनि धेरै खुसी हुनुहुन्थ्यो होला। धेरै धेरै धन्यवाद लक्ष्मण सर, तपाईँको अनुभव सुनाउनु, मैले धेरै कुरा सिकाउनु भयो। अब म त्यसै दुर्गा म्यामलाई यहाँ बोलाउन चाहन्छु। दुर्गा म्याम चाहिँ एपेक्स कलेजको स्टुडेन्ट एफेयर डिरेक्टरको रूपमा कार्यरत हुनुहुन्छ। तर मेरो काम नै टिच फर नेपालमा टिचर्सहरूसँग इन्टरेक्ट गर्ने, प्रोफेसरहरूसँग इन्टरेक्ट गर्ने, उहाँहरूलाई चाहिँ तपाईँको स्टुडेन्टले टिच फर नेपालको फेलोसिप गर्नुपर्छ भनेर बुझाउने हो। तर धेरै कम प्रोफेसर्सहरू हुनुहुन्छ, त्यसमा एउटा दुर्गा म्याम हुनुहुन्छ जसले चाहिँ मलाई बुझाउनु भयो र मलाई अझै मल्टिपल लेन्सेसहरू डेभलप गराउनु भयो किन चाहिँ युवाहरूले फेलोसिप गर्नुपर्छ भनेर। र त्यसको लागि म दुर्गा म्यामलाई धन्यवाद भन्दै म यहाँ स्टेजमा निमन्त्रण गर्न चाहन्छु र एकचोटि तपाईँको सेयरिङ पनि सर्टमा हामीलाई राखिदिनु होला। दुर्गा म्यामको कुरा सुन्दाखेरि चाहिँ मैले जिग्मे र सिना दुवैजनासँग काम गर्ने मौका पनि पाएको थिएँ। मैले त्यो रिफ्लेक्सन पाइरहेको थिएँ, त्यो भ्यालु सिस्टम डेमोन्स्ट्रेट गरेको जिग्मे र सिनाले। अनि त्यसको लागि चाहिँ म दुर्गा म्यामलाई धेरै धेरै म ग्रेटफुलनेस मेरो तर्फबाट र अर्गनाइजेसनको तर्फबाट, त्यो लाइक माइन्डेड हाम्रो जुन यो ग्रुप छौँ हामी, स्कुल युनिभर्सिटी होस् र टिच फर नेपाल जस्तो अर्गनाइजेसनहरू होस्, यसले चाहिँ हामीलाई एकदमै धेरै बिलिभ गराउँछ अगाडि बढ्नको लागि। थ्याङ्क यू भेरी मच म्याम। म अबको समय चाहिँ यो वर्ष 2021मा फेलोसिप्समा जानको लागि एक्साइटेड हाम्रो युवाहरूलाई चाहिँ आफ्नो ठाउँबाट उभिदिनलाई म अनुरोध गर्दछु। म फेरि पनि भन्न चाहन्छु, यो वर्ष धेरै कठिन थियो। अघि रामले सुरुमा भन्नुभएको थियो एजुकेसन सिस्टम भनेको त कम्प्लेक्स सिस्टम हो भनेर, तर यो वर्ष कम्प्लेक्स मात्रै होइन, क्याओटिक सिस्टम पनि थियो यहाँनिर। र त्यो क्याओटिक सिस्टमलाई परिवर्तन गर्नको लागि तपाईँहरू जसरी अग्रसर बढ्नुभयो, अगाडि बढ्नुभयो, त्यसको लागि मेरो मनैबाट चाहिँ धेरै धेरै धन्यवाद। तपाईँहरूले यो अभियानलाई एक स्टेप अझै अगाडि लगिराख्नु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। र अब म तपाईँहरूसँगै तपाईँहरूको अभिभावक, तपाईँहरूको परिवार जो तपाईँसँग आउनुभएको छ उहाँहरूलाई पनि आफ्नो स्थानबाट चाहिँ उभिदिन अनुरोध गर्दछु। आज
मलाई जहिले पनि के लाग्छ भने मैले जे बोल्छु, मैले जे गर्छु, यो भनेको मेरो बुबा आमा, मेरो परिवारको चाहिँ रिफ्लेक्सन हो यो। र आज यो समयमा, यो कठिन समयमा जहाँ हामी धेरैजना निराश हुन्छौँ होला हैन, जहाँ हामी धेरैजना साँच्चै नेपालमा केही गर्न सकिन्छ कि सकिँदैन भनेर कता कता कन्फ्युज हुन्छौँ होला, त्यहाँनिर तपाईका परिवारजन, तपाईका छोरा, तपाईको छोरी, तपाईको भाइ, तपाईको बहिनीले जुन स्टेप लिनुभएको छ, यो स्टेप पक्कै पनि तपाईको रिफ्लेक्सन हो। र म तपाईहरूलाई मनैबाट फेरि पनि म नमन गर्न चाहन्छु। त्यो प्रेरणा तपाईले ट्रान्सफर गर्नुभएको, त्यो मोटिभेसन तपाईले ट्रान्सफर गर्नुभएको आफ्नो फ्यामिली मेम्बरमा। थ्याङ्क यू भेरी मच तपाईहरू सबैजनालाई। बसिदिनु होला सबैजना, धन्यवाद। जीवनमा परिवारसँग सिक्ने एउटा कुरा हुन्छ, शिक्षकसँग सिक्ने, स्कुलमा सिक्ने एउटा कुरा हुन्छ भने समाजसँग सिक्नु अर्कै महत्त्वपूर्ण कुरा हो। टिच फर नेपाल जोइन हुनुभन्दा अगाडि नै मैले केदार भक्त माथेमा सरलाई को माध्यमबाट मैले कति कुरा सिक्न पाएको थिएँ, उहाँले लेखेका कुराहरू पढेर, उहाँले भनेका कुराहरू सुनेर। र टिच फर नेपाल आइसकेपछि मैले उहाँलाई भेट्ने मौका पाएँ र अझै धेरै सिक्ने मौका पाएँ। केदार भक्त माथेमा सरले धेरै कुरा गर्नुहुन्छ, धेरै पोजिटिभ एक्जाम्पल्सहरू पनि क्रिएट गर्नुभएको छ उहाँले। तर केदार भक्त माथेमा सरसँग मैले एउटा एकदमै महत्त्वपूर्ण कुरा सिकेको चाहिँ पब्लिक एजुकेसन सिस्टम अथवा पब्लिक सिस्टम चाहिँ किन चाहिँ स्ट्रेन्थेन गर्नुपर्छ, पब्लिक सिस्टम स्ट्रेन्थेन भएन भने चाहिँ के हुन्छ, त्यसमा मेरो लस के हुन्छ, जुन कुरा उहाँले मलाई सिकाउनु भयो त्यसले चाहिँ मलाई टिच फर नेपालमा इङ्गेज हुन फर्दर मोटिभेट गर्यो, फर्दर प्रेरणा दियो मलाई। र आज म एकदमै फेरि पनि उत्साहित छु र मैले भन्न चाहन्छु हामी माझ आज केदार भक्त माथेमा सर हुनुहुन्छ एज अ किनोट स्पिकर, र म उहाँलाई यो स्टेजमा आमन्त्रण गर्न चाहन्छु। धेरै धेरै धन्यवाद केदार सर। केदार सरसँग मेरो पहिलो भेट मलाई अहिले पनि याद छ। म हाम्रो टिच फर नेपालको फर्मर सिइओ र को फाउन्डर शिशिर दाईसँग केदार सरकै निवासमा चाहिँ यस्तै एउटा कार्यक्रमको लागि चाहिँ इन्भाइट गर्नको लागि गएको थिएँ। अनि शिशिर दाईले चाहिँ केदार सर हजुर आउनु पऱ्यो र हामीलाई चाहिँ एजुकेट गर्नु पऱ्यो यो कुरामा भनेर भन्नुभयो। केदार सरले म त बुढो भइसक्यो अब त युवाहरूलाई बोलाउनु पऱ्यो, मनालाई बोलाउन, मनालाई मैले बोल्नु पर्दैन भन्नुभयो। मैले मन को हुनुहुँदो रहेछ, एकदमै युवा मान्छे भनेर यसो पछि बुझेको त डक्टर मनप्रसाद बागले हुनुहुँदो रहेछ, उहाँ आफै हजुरबा भइसक्नु भएको रहेछ। भनेपछि केदार सर कति अघि उहाँले भन्दा 50 वर्ष पुरानोको हिस्ट्री र एक्सपिरियन्स उहाँले सेयर गर्नु, कति एक्सपिरियन्स्ड, कति नलेज भएको व्यक्ति हुनुहुँदो रहेछ। तर उहाँको कुराहरू जहिले पनि सुन्दाखेरि, उहाँले लेखेका कुरा पढ्दाखेरि, उहाँले भनेका कुराहरू मनन गर्दाखेरि म भित्रको ऊर्जा अझै बढेर आउँछ हैन। र म यो मञ्चबाट भन्न चाहन्छु केदार सर हो तपाईँले देखेको विश्वास चाहिँ त्यो यो जेनेरेसनले पुरा गर्छ। यो जेनेरेसनले जुन असमता छ त्यो असमतालाई अन्त्य गर्छ र त्यो अन्त्य गर्नको लागि चाहिँ दृढ हुन्छ। त्यो ऊर्जा थपिदिनुको भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई। र मलाई चाहिँ तपाईँ युवा जस्तै लाग्छ मलाई, अथवा युवा नै लाग्छ भन्छु म चाहिँ। त्यो एनर्जी, त्यो ऊर्जा, त्यो बिलिफ, लाइक म त्यो प्रस्तुतै गर्न सक्दिनँ वर्डले हैन। थ्याङ्क यू भेरी मच। म केदार सरसँगै टिच फर नेपालको यो अभियानलाई यहाँसम्म पुर्याउने हाम्रो टिच फर नेपालको लिडरसिप काउन्सिल मेम्बर, हाम्रो बोर्ड मेम्बर्स, टिच फर नेपालको सपोर्टर, बिलिभर, जसले हामीलाई डिफ्रेन्ट किसिमको सपोर्टहरू गर्नुभएको छ, उहाँहरू सबैलाई आफ्नो मञ्चबाट उभिदिन म हार्दिक अनुरोध गर्दछु सबैजनालाई। नरोत्तम सर हजुरलाई पनि हो मैले नामै भन्नु परेन, सबैजना टिच फर नेपालको सपोर्टर, बिलिभरहरू, हाम्रो एम्प्लोयर्सहरू, केदार सर पनि, दुर्गा म्याम पनि, सबैजनालाई मैले यहाँबाट देखिनँ धेरैजनालाई। हामीलाई यहाँ तपाईँले
मैले लिन विविध प्राइभेट सेक्टर्सहरू हैन, गभर्मेन्ट सेक्टर्सहरू, मोस्टली लोकल गभर्मेन्ट्स हैन, इन्डिभिजुअल डोनर्सहरू, बालबालिकाहरू देखि लिएर विविध युवाहरूले टिच फर नेपाल अभियानलाई विविध तरिकाले सपोर्ट गर्नुहुन्छ। इन क्यास, इन काइन्ड हैन, मेन्टरसिप र विविध किसिमको सपोर्टहरू चाहिँ उहाँहरूले गर्नुहुन्छ। र मलाई टिच फर नेपालमा प्राउड हुने धेरै मोमेन्ट छ। त्यसमध्ये एउटा मोमेन्ट चाहिँ प्राउड हुने चाहिँ म एकदमै प्राउड के फिल गर्छु भने हाम्रो मोर देन 70% फन्ड चाहिँ हाम्रो इन्टरनली नेपालबाटै रेज गर्छौँ हामीले, र त्यसको लागि चाहिँ म एकदमै धेरै ग्रेटफुल पनि छु। र त्यो पोसिबल चाहिँ हाम्रो सपोर्टर्स, हाम्रो बिलिभर्स हैन, हाम्रो अमेजिङ टिम हैन को माध्यमबाट हो। र म त्यसैले गर्दाखेरि चाहिँ त्यो सँगसँगै जस्तो अहिले आज हायतमा हामी प्रोग्राम गरिरहेको छौँ हैन, तर यो हायतमा प्रोग्राम गर्न पनि त्यो उहाँहरूको बिलिफ, उहाँहरूको माया, उहाँहरूको सपोर्टले गर्दाखेरि हो हामीले चाहिँ यो होटलमा प्रोग्राम गर्न सकेकोमा चाहिँ। सो म हायत रेजेन्सीलाई पनि हृदयबाट धन्यवाद दिन चाहन्छु। अरू डिफ्रेन्ट प्राइभेट सेक्टर्स, कर्पोरेट सेक्टर्स, बिजनेस सेक्टर्स, इन्डिभिजुअल्स, डोनर्स, सपोर्टर्स, बिलिभरहरू सबैलाई म धन्यवाद भन्न चाहन्छु। अन्त्यमा यो मुभमेन्टलाई अगाडि बढाउने, यो मुभमेन्टलाई निरन्तर रूपमा चाहिँ अगाडि बढाउने हाम्रा टिम मेम्बरहरू, टिच फर नेपालको स्टाफ मेम्बरहरूलाई आफ्नो ठाउँबाट उभिदिन म हार्दिक अनुरोध गर्दछु, जतिजना हुनुहुन्छ। त्यसको एउटा पार्ट म पनि हो र हाम्रा नेतृत्व गर्ने हाम्रो स्वस्तिका दिदी पनि हुनुहुन्छ यहाँनिर। आई थिङ्क मेरो टिच फर नेपालमा 7 वर्षको जर्नी र हामी सबै यो मुभमेन्टमा चाहिँ हामी 9 वर्षमा प्रवेश गर्नुमा चाहिँ हामी सबैको चाहिँ कलेक्टिभ वर्क हो। त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँ सबैलाई, र आफ्नो स्थानमा तपाईँहरू बस्दिनु होला सबैजनालाई। हामी सबैलाई नेतृत्व गर्ने स्वस्तिका दिदी यहाँनिर हुनुहुन्छ, हाम्रो अन्तिम आई थिङ्क वक्ता, तर आई डोन्ट नो वक्ता राम्रै वर्ड हो जस्तो लाग्छ मलाई, तर इट्स लिटल बिट पोलिटिकल होइन। वक्ताको रूपमा म स्वस्तिका दिदीलाई यहाँनिर आमन्त्रण पनि गर्न चाहन्छु। सो हाम्रो सिओ पनि हो, हाम्रो को फाउन्डर पनि हो, तर आई थिङ्क मेरो दिदी, हामी सबैको दिदी स्वस्तिका दिदीलाई म यहाँ आमन्त्रण गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। हाम्रो अब यो सेसन अन्त्यमै पुगिसकेको छ। अब म तपाईँहरू सबैलाई चाहिँ केही इन्फर्मेसन दिन्छु, अनि त्यसपछि हामी सबैलाई चाहिँ म हाइटीमा इन्भाइट पनि गर्छु। हाइटीको लागि चाहिँ हामी यता हाम्रो ढोका खोलिदिनुहुन्छ होला हाम्रो साथीहरूले। अनि हाइटी लिएर चाहिँ मेरो रिक्वेस्ट चाहिँ के हो भने तपाईँहरू आफ्नै टेबलमा फर्केर खाजा खाँदै सँगै गफ पनि गर्नु होला। हाम्रो टेबलमा अहिले 9 पुस्ताका नयाँ यात्रा प्रारम्भ गर्न जाने युवाहरू, उहाँका परिवारजनहरू हुनुहुन्छ। सँगसँगै हाम्रो टिच फर नेपालको स्टाफ मेम्बरहरू हुनुहुन्छ। सँगसँगै टिच फर नेपाल फेलोसिप कम्प्लिट गरिसकेका हाम्रो अलमनाई रिप्रेजेन्टेटिभहरू हुनुहुन्छ। हाम्रा गेस्ट्सहरू, हाम्रो स्टाफ, हाम्रो गेस्ट, हाम्रो टिच फर नेपालको लिडरसिप काउन्सिल बोर्ड मेम्बर, सपोर्टर्स, बिलिभर्सहरू हुनुहुन्छ। जस्तै भोलाजी हुनुहुन्छ, मेडिन सर हुनुहुन्छ, दुर्गा म्याम हुनुहुन्छ, आयुषाजी हुनुहुन्छ, अमिनाथ दी हुनुहुन्छ, डाक्टर अर्जुन सर हुनुहुन्छ, निलमणिजी हुनुहुन्छ, नरोत्तम दाई, कविताजी, कुन्दा म्याम, घनश्यामजी, बिनाजी, रफाइलजी, रोशनाजी, लक्ष्मण सर, प्रवीण दाई, हाम्रा विद्यार्थीहरू पनि हुनुहुन्छ। सो सबैजनालाई म के रिक्वेस्ट गर्न चाहन्छु भने तपाईँहरू आफ्नै टेबलमा बसेर एकअर्कासँग गफ गर्नुहोला। आफ्नो कुराहरू केही छ, जिज्ञासा केही छ, एन्टायरली केही रिफ्लेक्सन गर्नु छ भने आज हामीले धेरै रिफ्लेक्सन सुनिरहेछौँ होइन। सो रिफ्लेक्सन पनि गर्नु छ भने आफ्नो टेबलमा रिफ्लेक्सन गर्नुहोला। डेफिनेटली खाजा खाइसकेपछि हामी यहीँ छौँ, अरू केही गफ गर्नु पऱ्यो भने हामी यहीँनिर छौँ। तर मलाई एउटा मेजर अर्को एनाउन्स पनि गर्नुपर्ने छ। तपाईँहरूमध्ये कतिपय साथीहरूले कन्ट्र्याक्ट सायद रिसिभ गरिसक्नु भएको छैन भने कन्ट्र्याक्ट लिनु छ भने त्यहाँनिर नाम नलेखिएको टेबल छ त्यहाँनिर 20 को साइडमा, त्यहाँ कृतिसा बहिनी उठिदिनु होला, कृतिसा बहिनी। सो त्यहाँ त्यो टेबलमा जानु होला। त्यहाँ अनुलाई सबैले चिन्नुहुन्छ, अनुजी होइन, अनुजीलाई त्यहाँ गएर भेट्नु होला। खासमा हाम्रो टिच फर नेपालमा चाहिँ दाई दिदी भन्ने चलन छ, त्यही भएर चाहिँ मैले अनु भनेर बोलाउँछु, ऊभन्दा कान्छी भएको हुनाले। सो त्यहाँ अनु हुनुहुन्छ, अनुलाई भेट्नु होला। त्यहाँ राम हुनुहुन्छ, उहाँहरूलाई भेट्नु होला। कन्ट्र्याक्ट आफ्नो त्यहीँबाट चाहिँ तपाईँहरूले रिसिभ गर्न सक्नुहुन्छ। र नयाँ कन्ट्र्याक्ट कसैलाई साइन गर्नु छ भने पनि त्यहीँ सम्पर्क गर्नुहोला। बाँकी तपाईँहरू सबैलाई फेरि पनि म आमन्त्रण गर्न चाहन्छु अबको हाइटीमा।
अनि वुड लभ टु टक टु यु अनि केही छ भने हामी सबैलाई सोध्नुलाई धेरै धेरै धन्यवाद तपाईँहरू सबैलाई तपाईँको समयको लागि र प्रेरणा दिनको लागि धेरै धेरै धन्यवाद।